नेसनल पेथल एकाडेमीलाई आज तपाईँको जुन साहित्य क्षेत्रमा एकदमै नुवाकोट ताप्सन लगायत समस्त जिल्ला कार्य समितिलाई निम्ता गरी अभिभावकहरूलाई जम्मा गरी साहित्यिक क्षेत्रमा चाहिँ तपाईँको चाहिँ अगाडि बढाउनको निमित्त महत्त्वपूर्ण कार्यक्रम गरेको छ नेसनल पेथलले। हृदयदेखि नै ताप्सन नुवाकोटको तर्फबाट नेसनल पेथल एकाडेमीलाई हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। अब विभिन्न विद्यार्थीहरूलाई अहिले पठन पाठन सँगसँगै साहित्य क्षेत्रमा चाहिँ तपाईँको चाहिँ जिल्लामा चाहिँ तपाईँको चाहिँ विद्यार्थी पठन पाठनमा चाहिँ धेरै पछाडि थिए। यो कार्यक्रमले गर्दाखेरि विद्यार्थीहरूको चाहिँ उच्च मनोबलका साथ साहित्य कला क्षेत्रमा चाहिँ विद्यार्थीहरू अझ अगाडि बढ्ने कुरामा चाहिँ यो कार्यक्रमले धेरै कुराहरूलाई चाहिँ प्रेरणा दिएको छ र अभिभावकहरूलाई पनि आफ्ना बालबालिकालाई एउटा पाठ्यपुस्तक मात्रै नपढाइकन साहित्यिक क्षेत्रमा किताब पाठ्यपुस्तकहरू पढेर चाहिँ तपाईँको चाहिँ कुनै व्यक्तित्वको विकासको निमित्त चाहिँ तपाईँको चाहिँ सहयोग गर्ने यस कार्यक्रमले अभिभावकलाई सहित एउटा चुनौतीपूर्ण रूपमा चाहिँ अगाडि बढाउन खोजेको छ र विद्यार्थी भाइ बहिनीहरूलाई यस कार्यक्रमले चाहिँ उहाँको जिल्लामै एउटा नेसनल पेथल एकाडेमीले मात्रै तपाईँको चाहिँ जिल्लाभरमा चाहिँ तपाईँको चाहिँ एउटा कार्यक्रम नगरिकनै आगामी दिनहरूमा चाहिँ धेरै कुराहरू जो साहित्यिक तपाईँको चाहिँ पदयात्रासहित तपाईँको चाहिँ कार्यक्रम गरेर अझै अगाडि बढाउनु एउटा प्रेरणा नेसनल पेथल एकाडेमीले यो कार्यक्रम सिर्जना गरेर तपाईँको तयार गरेको छ। त्यो ताप्सन उहाँको कार्य समितिले पनि यो कुरा हामीले मनन गर्नुपर्दछ। जय हो भानुभक्तको, जय नेपाली साहित्य, जय हो हाम्रो मातृभाषा, जय सिर्जनाको संस्कृति। साहित्य मेलाको शुभ अवसरमा हर्षभरि मनाऊ, ज्ञान कला र सिर्जनाको दीप सधैँभरि जलाऊ, ज्ञान कला र सिर्जनाको दीप सधैँभरि जलाऊ। नमस्ते, म विष्णुमाया तामाङ रिजाल। म चाहिँ नेसनल पेथल एकाडेमीको नेपाली शिक्षक हुँ। आज चाहिँ हाम्रो भानुभक्तको 213औं जन्म जयन्तीको अवसरमा साहित्य मेला हामीले आयोजना गरेको थियो। यस मेलामा हामीले कथा लेखन, निबन्ध लेखन, चित्रकला प्रदर्शन, सायद विभिन्न किसिमका क्रियाकलापहरू गरेका थियौँ। त्यसमा चाहिँ एकदमै राम्रो भएको थियो। कतिजना नानीहरूले आएर कविता राम्रोसँग लेख्नुभयो भने कतिजनाले कथा लेख्नुभयो, कतिजनाले चित्र बनाउनु भयो र हाम्रो गेमहरू पनि थियो। गेमहरूमा पनि बच्चाहरू नानीहरूले एकदमै रमाइलो मानेर खेल्नुभयो र त्यति मात्रै नभएर नानीहरूले विभिन्न किसिमको कविहरूको चित्र बनाएर कविहरूको कोडहरू लेखेर चाहिँ कविहरूसँग परिचित हुने मौका चाहिँ यो अवस्थामा विद्यार्थी लगायत हामी नेपाली शिक्षकहरूले पनि पायौँ र आजको यस ओभरअल प्रोग्राममा चाहिँ हामीलाई एकदमै खुसी लाग्यो। विभिन्न विद्यालयको विद्यार्थी लगायत विभिन्न शिक्षकहरू पनि उपस्थित हुनुभयो र उहाँहरूले पनि एकदमै मनोरञ्जनको साथ फर्किनु भयो। उहाँहरूको खुसी देख्दाखेरि मलाई अझै पनि फेरि आउँदो समयमा पनि अझै केही गरौँ भने मेरो उत्साह उमङ्ग अझै धेरै मलाई लागेको छ। सबैलाई नमस्ते। आज हामी विद्यार्थीहरूसँग चाहिँ हामी शिक्षकहरू एकदमै धेरै खुसी छौँ, साथसाथै हामी आभार प्रकट पनि गर्दछौँ र स्कुललाई पनि म एकदमै धेरै धन्यवाद दिन चाहन्छु कि उहाँहरूले चाहिँ यो समय यो अवसर चाहिँ हामीलाई प्रदान गरिदिनु भयो। हामी धेरै धन्यवाद भन्दछौँ। साथसाथै म मेरो विद्यार्थीहरूलाई पनि धन्यवाद भन्दछु कि उहाँहरूले चाहिँ आफ्नो लगनशीलता चाहिँ आज यस्तो पूर्ण रूपमा देखाउनु भयो। धेरै धन्यवाद। थ्याङ्क यू।